हेलो म्याम। हेलो। हजुरले केही नयाँ लेख्नुभयो र केही? नयाँ रचना? हजुर। अलि दिनदेखि चाहिँ मैले लेखि नै रहेको थिएँ। दिमागमा चाहिँ लेखेको थिएँ, कागजमा चाहिँ उतार्न पाएको थिएन। मैले आफ्नो फोनको नोट्समा चाहिँ अलिअलि गर्दै टिपिरहेको थिएँ। यसो हामीलाई पनि सुनाइदिनु न त। यो चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ कसैको भावनामा जुझ्न पनि सक्छ है, तर समय सन्दर्भ अनुसार हेर्दाखेरि चाहिँ चाहिनु पर्ने कुरा र बुझ्नु पर्ने कुरालाई लिएर समावेश गरेको है। शीर्षक चाहिँ म भित्रको म। वाउ। म एक्लो यात्री हुँ, एक्लै आएको, एक्लै जाने यात्रामा। तर यो यात्राको बीच धेरै मान्छेहरू भेटे र भेट्ने क्रममा पनि छु। धेरै सम्बन्धहरू बुने, धेरै यादहरू जोडिए। म कसैको मुहारमा खुसी ल्याउन जन्मिएकी होला, कसैको खुसी बुन्न आफूलाई बदलिएको होला। खुसी बाँड्दा बाँड्दै कहिलेकाहीँ आफ्नो खुसी, आफ्नो अस्तित्व कहाँ छुट्यो थाहा नै भएन। सायद जिन्दगी यस्तै रहेछ। मनभित्रका द्वन्द्वहरू, चाहना, रहर, सपना र सोचहरू सबै एउटा ऐनामा देखिने छाया जस्तै रहेछ। हामी बगिरहेको खोलालाई हातको मुठीमा थुन्न खोज्छौं, तर त्यसले आफ्नो बहाव बढाउन थाल्छ, सबै कुरा बगाउँदै जान्छ र बाटो आफै पनि खोज्ने गर्छ। आफ्नो अस्तित्व बनाउन सबैले संघर्ष गर्दछन्, आफ्नो मूल्य चिनाउन सबै दौडन्छन्, तर आफूभित्रको म खोज्ने आँट भने सबैमा हुँदैन रहेछ। तर आफूभित्रको म खोज्ने आँट सबैमा हुँदैन रहेछ। किनकि जुन दिन मान्छेले आफूभित्रको मलाई चिन्छ, त्यो दिन उसले यो संसारका धेरै मोह र बन्धनहरूलाई फरक आँखाले हेर्न थाल्छ, तर त्यो बाटो सजिलो हुँदैन। आजदेखि म त्यही भित्रको म खोज्ने यात्रामा निस्किएको छु, एउटा सानो आशाको दियो बालेर, किनकि जीवनमा आफू हराउनु भनेको सबैभन्दा ठूलो हार हो। म बाँच्ने छु ठूलो मन लिएर, म रमाउने छु सानो कुरामा पनि खुसी खोजेर। म सबैको लागि राम्रो बन्ने प्रयास गर्नेछु, तर अब आफ्नो लागि पनि बाँच्नेछु र विश्वास छ एक दिन म आफूभित्र लुकेको त्यो मलाई भेट्नेछु र विश्वास छ एक दिन म आफूभित्र लुकेको त्यो मलाई पक्कै पनि भेट्नेछु। यही हो। वाउ, द्याट्स राम्रो लाग्यो? एकदम राम्रो। राम्रो लाग्यो भने म पोस्ट गर्छु, प्लिज रियाक्ट गर्नु होला, लाइक, शेयर एन्ड कमेन्ट। स्योर।